हेलो गाइस, तपाईँहरू चाहिँ कस्तो हुनुहुन्छ? म चाहिँ सन्चै छु अनि आज चाहिँ वेलकम टु ब्ल्याक टु माई न्यू ब्लग होइन गाइस। सो त्यही हो, हामी चाहिँ सुप अड्डा जान लाग्यो। फेरि त्यो यस्तो घुमाएर नदेखा यसरी यसरी देखाइरहेको छु दाइहरूलाई र हेर्नु गाइस। दाइहरू चाहिँ त्यहाँ हिँड्नु भइरहेको छ, म नि हिँडिरहेको। एउटा साथी मेरो क्यामेराम्यान नि हिँड्दैछ यतै हेर्छ। सो गाइस त्यही हो होइन। त्यहाँ चाहिँ चुरो खाल्यो अनि दाइहरू चाहिँ हामी चाहिँ खानु मन सरी परियो। त्यही भएर 10 मिल दूर बस्यो 50 मिल दूर 1 किलोमिटर पर बस्ने योजना भने गाइस। हो त्यही हो होइन। एकछिन बोलाएर त्यहाँ सुनौँ त। हेर्दा नि हेर्दैन तनाव। A few moments later. सो गाइस हामी चाहिँ अलि माथि आइसकेको छौँ अनि होइन। चल चल छिटो जाउँ न दौडी। यहाँ दौडी भनिरहेको छ साथी चाहिँ दौडिदिन दौडी नि नाटक नगर बस्नु भने क्यामेरा हल्लोस् न गाइस। त्यही हो। सो लाइक कमेन्ट सब्सक्राइब सेयर भएर सबै होइन। दाइको डाइलग काजल लाग्यो अन्त यहाँहरूको डाइलग चाहिँ त्यस्तै हुन्छ अरे गाइस। त्यही हो भाइ हो सबै हो। रातभर रहेछ गाईहरूको मुख देखाइदिउँ बाध्यता यहाँहरूको होइन गाइस। सो त्यही हो होइन। आइहरू चाहिँ भेट्नु भइसक्यो हामीले होइन। अनुहार देखाइदिउँ दाजुहरू हेर्नुहुन्छ होइन। केही भन्नु सेल्फी हान्नु अरे होइन। तेरो बाउ अनुहार चाहिँ चिन्दै देखाउँदैन रहेछ ध्यान हुँदैन रे। कालो देखिन्छ क्या रातिमा चाहिँ। लाइट गर्न लाइट बाल्नु त्यो केटी हो त भने यार। हामी होइन सबजना छ, राज भाइ पनि हो यहाँनिर होइन। त्यही हो घुम्तीमा हामी चाहिँ होइन। ट्रकले आएर उडाइदियो ट्रकले उडायो भने सबजना दोस्त 4जना मृत्यु सिद्धिन्छ मृत्यु भएको छ। राति हिँड्दा 4जनाको मृत्यु भनेर